हेर्नु साथीहरू, मेरो कोरियाको काम चाहिँ कस्तो छ, कस्तो लाग्यो हजुरहरूलाई यसो जानकारी दिनु होइन। हजुरलाई मन पर्यो भने म फेरि नि भिडियो यस्तै भिडियोहरू बनाएर हाल्नेछु युट्युबमा। हजुरले सब्सक्राइब गरिदिनु होला सबैजनाले मिलेर। म हजुरलाई यस्तो यस्तो भिडियोहरू सधैँ म हाल्नेछु। हेर्नु, कोरियाको काम चाहिँ यस्तो छ। दुःख छ साथीहरू कोरियामा। कोरिया कोरिया भनिन्थ्यो, कोरिया यो हरेक कुराहरू बुझियो, तर के गर्नु। हाम्रो देशमा काम रोजगार भन्ने रोजगारको कुरै छैन। कतै नि रोजगार पाइँदैन। रोजगार पाए पनि आफ्नो आवश्यकताहरू पुरा गर्न सकिँदैन। त्यसैले हामी नेपालीहरूले विदेशै जानुपर्छ। जे कुरा जता गए पनि विदेशै जानुपर्छ आफ्नो आवश्यकता पुरा गर्नलाई। त्यही भएर कोरिया आउनु। कोरिया राम्रो छ। कोरियामा दुःख पनि छ, सुख पनि छ, दुइटै बराबर छ। दुःखभन्दा पनि सुख धेरै छ क्या। पछिको लागि चाहिँ धेरै कुराहरू अहिले भन्दा पनि हामीले अहिले कोरियामा काम गऱ्यौँ, पछि नेपाल गएर धेरै कुराहरू गर्न सकिन्छ। यताको काम सिकेर नेपालमा पनि गर्न सकिन्छ। त्यस्तो नराम्रो पनि छैन। कोरिया धेरै राम्रो छ। पैसा पनि कमाइन्छ, सिप पनि सिकिन्छ होइन। हरेक कुराहरू सिकिन्छ। त्यसैले कोरिया आउनु राम्रो छ। कोरिया धेरै राम्रो, सोचेको भन्दा पनि धेरै राम्रो छ भनौँ न। राम्रो नै छ। दुःख त अब त्यस्तै हो, हरेक जुनसुकै देशमा गए पनि दुःख त गर्नै पर्छ होइन। त्यही भएर कोरियामा दुःख पनि छ, सुख पनि छ, पैसा छ, सबैतिर छ। आफ्नो आवश्यकताहरू पुरा गर्न सकिन्छ। त्यही भएर हजुरहरू कोरिया आउने सोच गर्दै हुनुहुन्छ भने एक नम्बरमा चाहिँ हजुरहरूले भाषा चाहिँ अनिवार्य राम्रो बनाएर आउनु होला। यही सुझाव दिन्छु। मैले भोगेको कुरा भनेको भाषा नआएर हो होइन। त्यही भएर हजुरहरूले चाहिँ आउने सोच गर्नुभएको छ भने भाषा चाहिँ राम्रो गरेर आउनु होला। राम्रै छ।